एप्पललाई ठुलो धक्का एकै दिन $202 अर्ब घट्यो। एप्पललाई ठुलो धक्का लागेको छ। कम्पनीको शेयर एक दिनमै 5% घटेको छ। सियो अप्रिल 2025 पछिको सबैभन्दा ठुलो गिरावट हो। सिरीको सुरुवातमा ढिलाइ भएको रिपोर्ट र कम्पनीको समाचार एपको नियामक छानबिन यसको कारण मानिन्छ। बिहीबार कम्पनीको शेयर 5% घट्यो, जसले गर्दा विगत एक वर्षमा कम्पनीको नाफा मेट्यो। डाउ जोन्स मार्केट डाटाका अनुसार यो गिरावटले कम्पनीको बजार मूल्य एकै दिन $202 अर्ब घटाएको छ। गत वर्षको दोस्रो ठुलो गिरावट कम्पनीको इतिहासमा दोस्रो ठुलो एकल दिनको गिरावट हो। यसअघि सन् 2025 अप्रिल 3 मा कम्पनीले $311 अर्ब को घाटा बेर्नु परेको थियो। बजार मूल्यमा गिरावट ट्रम्पको ट्यारिफ घोषणाको कारणले भएको थियो। एप्पलले गत वर्ष सिरीका लागि नयाँ अपडेट जारी गर्ने तालिका थियो, तर यसलाई सन् 2026 मा सारेको थियो। अब यसको सुरुवात फेरि एकपटक ढिलाइ भएको रिपोर्टहरू बाहिर आइरहेका छन्। कम्पनीको पर्सनल भोइस असिस्टेन्ट सिरीले कृत्रिम बुद्धिमत्ता एआई को लोकप्रियतापछि महत्त्वपूर्ण चुनौतीहरूको सामना गर्नु परेको छ। सिरीको सुरुवातमा ढिलाइ हुनुको कारण कम्पनीले सिरीलाई अपडेट गर्न गुगलसँग पनि साझेदारी गरेको छ। यसका लागि कम्पनीले गुगल जेमिनीमा आधारित सिरीमा अपडेट रोल आउट गरिरहेको छ। अब रिपोर्टहरू बाहिर आइरहेका छन् कि यो अपडेटको सुरुवात पनि ढिलाइ भएको छ। रिपोर्टहरू विश्वास गर्ने हो भने कम्पनीले आगामी केही हप्तामा अपडेट जारी गर्नेछ, तर धेरै महिनामा बिस्तारै सुविधाहरू जारी गर्नेछ। यद्यपि एप्पलले आफ्नो तयारी ट्र्याकमा रहेको र सन् 2026 मा नयाँ अपडेट आउने बताएको छ। यसबाहेक बुधबार अमेरिकाको संघीय व्यापार आयोगका अध्यक्ष एन्ड्रयू फर्गुसनले एप्पलका सिइओ टिम कुकलाई एप्पल समाचारको नियम र शर्तहरू र क्युरेसन नीति समीक्षा गर्न आग्रह गरेका छन्।